जलवायु परिवर्तन र यसको विश्वव्यापी प्रभाव। जलवायु परिवर्तन क्लाइमेट चेन्ज आजको विश्वको सबैभन्दा गम्भीर वातावरणीय चुनौती हो। यसले प्राकृतिक प्रणाली, मानव स्वास्थ्य, अर्थतन्त्र र जैविक विविधतामा गहिरो प्रभाव पारिरहेको छ। तल यसको प्रमुख विश्वव्यापी असरहरू उदाहरणसहित प्रस्तुत गरिएको छ। 1. तापक्रम वृद्धि, ग्लोबल वार्मिङ। विश्वको औसत तापक्रम निरन्तर बढिरहेको छ। यसले तातो लहर, डढेलो र सुक्खा बढाउँछ। उदाहरण 2022 मा युरोपमा अत्याधिक गर्मीका कारण हजारौं मानिसको मृत्यु भयो। 2. हिम नदी पग्लनु र समुद्री सतह वृद्धि। हिम नदी र ध्रुवीय बरफ तीव्र गतिमा पग्लिरहेका छन्। समुद्री सतह बढ्दा तटीय क्षेत्रहरू डुबानको जोखिममा छन्। उदाहरण मालदिभ्स र टुभालु जस्ता टापु राष्ट्रहरू अस्तित्व सङ्कटमा छन्। 3. प्राकृतिक विपद वृद्धि। आँधी, बाढी, डढेलो र चक्रवातको आवृद्धि र तीव्रता बढेको छ। उदाहरणहरू 2022 को पाकिस्तान बाढी, 2019-20 को अस्ट्रेलियाली डढेलो र 2005 को हरिकेन क्याट्रिना। 4. कृषि र खाद्य सुरक्षामा असर। अनियमित वर्षा र सुक्खाले उत्पादन घटाउँछ। खाद्य अभाव र मूल्य वृद्धि हुन्छ। उदाहरण अफ्रिकाको साहेल क्षेत्रमा बारम्बार खडेरीले खाद्य सङ्कट उत्पन्न गरेको छ। 5. जैविक विविधताको ह्रास। जीवजन्तु र वनस्पतिहरूको वासस्थान नष्ट भइरहेको छ। उदाहरण ग्रेट ब्यारियर रिफमा प्रवाल विरञ्जन, कोरल ब्लिचिङ। 6. मानव स्वास्थ्यमा असर। तातो लहर, वायु प्रदूषण र संक्रामक रोगको जोखिम बढ्छ। उदाहरण डेङ्गु र मलेरिया जस्ता रोग नयाँ क्षेत्रमा फैलिँदैछन्। 7. आर्थिक र सामाजिक प्रभाव। पूर्वाधारमा क्षति, आर्थिक नोक्सानी र बसाइसराई बढ्छ। उदाहरण